रूपन्देही डेरी व्यवसाय संघले आफ्ना व्यवसायहरूको क्षमता विकास र दुग्ध वितरणमा सुधारका लागि प्रयोगात्मक प्रशिक्षण दिएको छ। बुटोल उपमहानगरपालिकाको सहयोग तथा रूपन्देही डेरी व्यवसाय समिति बुटोलको आयोजनामा बिहिबारदेखि बुटोलमा डेरी उपकरण परीक्षण, दुग्ध व्यवसायीहरूको जिम्मेवारी र व्यावसायिकताका विषयमा तालिम दिएको हो। 2 दिने कार्यक्रमको शुक्रबार बेलबरिया स्थित विशेष डेरीमा सहभागीलाई डेरी सुधारका प्रयोगात्मक प्रशिक्षणसँगै प्रमाणपत्र वितरण गरिएको छ। कार्यक्रममा लुम्बिनी दुग्ध वितरण आयोजनाका प्राविधिक रमेश भट्टराईले दूध वितरण गर्दा ध्यान दिनुपर्ने विषयमा व्यावहारिक ज्ञान दिए। उनले दूध मापन गर्ने भाँडा, छान्ने सामग्रीको सुरक्षित प्रयोग तथा दूध, दही, पनिर, कुल्फी बनाउने ज्ञान प्रदान गरेका थिए। साइडबाट निकाल्नु भने पर दही हलिँदैन पुरै। अनि अर्को प्लास्टिकमा प्याकिङ गर्नु छ भने तपाईले पहिल्यै जुन हामीले 45 को भनेको छौँ नि त्यो टेम्परेचरमा लिएर गइसकेपछि तपाईले चाहिँ दुध पोका पारेर अनि प्याकेजिङ गरेर चाहिँ तातोमा चाहिँ मजाले राख्न सक्नुहुन्छ, इन्क्युबेसन गर्न सक्नुहुन्छ। त्यो कति घण्टा गर्नु पर्यो? कम्तीमा 3 देखि 4 घण्टा गर्नै पर्यो है। टेम्परेचर तपाईको त्यो नाप्ने हुँदैन। अब उही हामीले जुटको बनाएर ब्लाङ्केट युज गर्दैन होला। हाम्रो चाहिँ हिटर सिस्टम हुन्छ, यहाँ चाहिँ भित्रै तातो हुन्छ कोठा छुट्टै। तपाईँले जुटको बना ब्लाङ्केट जे तातो छ ताकि जाडोमा जस्तो धेरै चाहिँ बेरिराख्नु पर्दैन है। अब गर्मी अति पर्दैन, जाडोमा अलि धेरै पर्छ भने गर्मी त्यति धेरै चाहिँ बेरेर चाहिँ नगर्नु होला। कार्यक्रम पश्चात सहभागी व्यवसायहरूलाई दूधको शुद्धता मापन गर्ने मिल्क एनालाइजर, ल्याक्टोमिटर, थर्मोमिटर लगायतका सामग्री वितरण गरेको समितिका अध्यक्ष विष्णु पाण्डेले बताए। दूधजन्य पदार्थ संवेदनशील र मानव स्वास्थ्यसँग जोडिएको हुँदा विशेष ध्यान दिन जरुरी हुने उनले बताए। कार्यक्रममा विशेष डेरीका अध्यक्ष तोलाकान्त गौडेल, संस्थापक अध्यक्ष अमृत भण्डारी, समितिका महासचिव एम प्रसाद शर्माले व्यवसायहरू हकहितमा संस्थाको आवश्यकता बारे प्रकाश पार्दै पछिल्लो समय भएका प्रगति बताए। उमाले छु भनेर ढुक्क हुनुपर्ने अवस्था होइन। उमालेको दूध स्वास्थ्यका लागि फाइदाजनक, धेरै फाइदाजनक हुन सक्दैन, किनकि त्यसमा B2 र B12 नष्ट भएर जाने हुनाले पास्चराइजन विधिमा निश्चित तापक्रममा मात्रै दूधलाई पास्चराइज गर्दाखेरि ब्याक्टेरिया मात्रै मर्ने भएको हुनाले पास्चराइजेसनको दूध मानव स्वास्थ्यका लागि अनिवार्य र आवश्यकता रहेछ र त्यसै अनुसार हामीले बनाउने परिकारहरू पनि पास्चराइज दूधबाट बनाउने र दूधलाई पनि प्याकेजिङ गर्दाखेरि पास्चराइज गर्ने आवश्यकता त्यो भएर हो। सङ्घमा हाल 250 व्यवसायहरू आबद्ध रहेका छन्।